ल जिउँदै माछा छ हेर्नुस्। यसले हो मोडेको यो नाच्नेवाला ए निकाल्नेवाला गर्दीहरू लागेका छन् साथी हो। गर्दी भन्छ यो माछालाई, गर्दी माछा भन्छ। तिनटै गर्दी हो। हेर्नुहोस् है, मलाई थाहा थिएन माछाको नाम गर्दी रहेछ। 3वटा माछा छ। तौलेपछि 1 किलो बेसी छ। माछा तान्नलाई यति दुःख गर्नुपर्दो रहेछ। हेर्नुहोस् त यसरी जेलिएको छ। ए हेर्नुहोस् नजिकबाट पनि देखाइदिए। हेर्नुहोस् 2टा माछा 3टा माछा निकालिसक्नुभयो। निकालिदिउँ यहीँ मगर पनि झ्याउ हुन्छ क्या। हेर्नुहोस् अब सानो काप्रे माछा सानो छ है, सानो हो। खासै यो काप्रे माछा हो। अनि साथै एउटा बाम पनि परेको छ। सानो सेतालो माछा पनि छ। हेर्नुहोस् यो सानो सेताला माछा 2टा। यसको लगतै यता बाम पनि छ। यता हेर्नुहोस् है। अनि अरू यस्तै सानो काप्रे छ। ल आजको भिडियो हामीले माछा निकालिरहेको भिडियो देखाइरहेको छु। है यो माछा कहाँको भन्नु होला। यो भेरी यो सुर्खेत रामघाट पुल नजिकैको हो। पुल बन्न लागेको छ त्यहाँको नजिकैको आसपासमा हो। यो भेरीको माछा हो। काप्रे माछा हो। निकाल्नलाई अलि काँडा हुन्छ यसमा। हामीले यो भिडियो आजको दिन छ र छैन देखाउने छौँ। यसले त भयङ्कर बेडेको हुनु रहेछ क्या। ठुलो पैदा अलिक चित्तो त बुझ्थ्यो बेड्यो सानो छ। हो साथी हो चिसोमा काटेर एउटा निकाल्न नमिलेर बेहाल बनायो साथी।
निकाल्न पनि साह्रै गाह्रो। टुङ्गे फसाएर कति मसिनो चाहिँ देखिँदै देखिँदैन। हेर्नुहोस् माछा सानो छ, निकाल्नलाई कति टाइम लाग्यो है। यति काँडामा फसेको हुन्छ यो पासा। यस्तो दुईटा निकालिएको अवस्था, तर यति टाइम लाग्यो। छैन त्यसमा, छैन त्यसमा। अब यिनी हो बाम र त्यो माछा। ल गाइज, यसरी हामीले आजको भिडियोलाई हामीले यो निकालेको देखाएका छौँ माछा। अब लास्ट हामीले एउटा बाम निकालेर पासादेखि यो भिडियो समाप्त गर्नेछौँ। तपाईँले सबैले हेरिदिनु होला। मन परे लाइक कमेन्ट सेयर तपाईँहरूले सबैले गरिदिनु होला। यो भिडियो कमसे कम लामो भिडियो हुनेछ। यो माछा 1 मिलियन भ्युज पुऱ्याउनु भयो भने साथी हो, यस्ता भिडियोहरू हामीले दिइरहनेछौँ अपडेट। कति लामो समय लाग्दो रहेछ है। यसमा काब्रे पनि थियो। बाम पनि त्यही स्टाइलले बेडिएको हुन्छ। अनि काब्रे दुईटा रहेछ, दुईटा सेताला, दुईटा काब्रे, एउटा बाम रहेछ योमा है। सबै पासामा यसरी 1 2 3वटा आयो भयो त्यो त। अच्छा, अलि चिसो भएन भयो नि पछि। चिसो छ हेर्नुहोस्, फेरि किनारमा है बाम निकालेको अवस्था छ। यो बाम निकाल्न कति त गाह्रो हुन्छ, गाह्रो टाढा हुन्छ नि भन्ने कुरो आयो। अब यो काब्रे माछा सानो छ। हेर्नुहोस् त कहाँ कहाँ भित्र गएर यसरी बेल्झेको हुन्छ। कसरी आउँछ यो बाहिर। यत्रो पासामा यसरी नै बेल्झेको अवस्था छ। यसको उल्टा सुल्टा काँडा हुन्छ, त्यो निकाल्नलाई यसलाई चाहिँ साह्रै गाह्रो हुन्छ।
यो बाम पालो आयो बामको। चुच्चे बाम हो, सानो छ। चुच्चे बाम भन्ने कुरो भयो, सानो छ है, धेरै ठुलो त छैन। त्यही पनि अब सबै भिडियो बनाएको हुनाले उसलाई पनि बामलाई पनि देखाउने अवस्था आयो, देखाएका छौँ। फट्याक गर्न पानी में हाल्दै दुकुर्दो होइन। देखिन सानो बोक्छन् भेरी यस्तो उकालोमा पनि चढिदिन्छ है, यस्तो खतरनाक हुन्छ यार। बेडेलाई त्यो त गयो हेर्नुहोस् त, यसरी सर्दैछ यो बाम, के अरे माछा बाम हेर्नुहोस् है। ल हाम्रो यो भिडियो समाप्त भयो, 11 मिनटको छ, 11:30 12 मिनटको छ। तपाईँले हेरिदिनु होला र लाइक सब्सक्राइब सबै कुराहरू गरिदिनु होला। नमस्कार।